हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो। त हजुरहरूलाई स्वागत छ फेरि मेरो अर्को नयाँ ब्लगमा। त यो ब्लग हो जागुनको। म जागुन आएको छु मामा घर र आज सोमबारको दिन बुइनी जहिले मन्दिर जाँदै रहेछ र आज म पनि उसँग गएँ र मन्दिर लक रहेछ। पण्डितजी पनि पूजा गरेर निक्लिसक्नु भएको रहेछ। हामी पुग्दा देरी भएको थियो, 9 बजेर पार भइसकेको थियो। सो चाबी दिनुभयो, चाबी लिएर बुइनीले खोली पुगेर वहाँ ढोग्यौँ मऱ्यौँ, पानी चढायौँ। बुइनी पानी चढाइरहेछ। अनि यता मन्दिर पनि कति राम्रो छ नुना गाइस। गएर यति शान्ति लाग्यो नि, यति सुकुन लाग्यो। म त अब त्यसरी गइराख्दिनँ, बहिनी चाहिँ सोमबार जहिले गइराख्दिरहेछ र उसँग गएँ म पनि। मैले नि गएर पूजा गरेँ, पानी चढाएँ। अनि दुध र पानी पनि चढाउनु अरे नि त गाइस। अनि फुलपाती पनि चढाएँ। बेलपत्र चाहिँ लान बिर्सेछौँ। फुलै थियो, फुलै लगेर चढायौँ, पूजा गऱ्यौँ, ढोगहरू गऱ्यौँ। अनि अगरबत्ती बाल्यौँ दुईजनै मिलेर। र यता मन्दिरको साइडमा एउटा ठुलो पिपलको रुख रहेछ, त्यहाँ हनुमानजीको मूर्ति पनि रहेछ। त्यहाँ नि पूजा गऱ्यौँ, ढोग्यौँ दुईजना गर्ने। कति शान्ति लाग्यो। हनुमानजी त सबैजनाको प्यारो, सबैजनाको दाजु। र बुइनी यता ध्यान गर्दै रहेछ। उसँग म पनि बसेको छु पूजा गरेको बाद। एकछिन बसेर त्यहाँ एकछिन भजन लागिरहेको थियो, त्यो नि सुन्यौँ। र बुइनी उता मन्त्र जाप गर्दै थियो। एकछिन म पनि साथमा बसेर सुनेर त्यहाँ शिवजीको मन्दिरमा पूजासुजा गरेर हामी निक्ल्यौँ। र फेरि साइडमा दुर्गा मन्दिर पनि छ र त्यहाँ गएर पनि दर्शन गऱ्यौँ, ढोग्यौँ, धुप जलायौँ मऱ्यौँ। बुइनी त जहिले आउँछ अब मन्डे म चाहिँ अब आज उसँग जान पाएँ र सँगै पूजा गऱ्यौँ दिदी बहिनी मिलेर। अनि दुर्गा माताको मन्दिर पनि कति राम्रो लागेको छ गाइस। कति राम्रो देखिनु भएको छ दुर्गा माता। र यता साइडमा विष्णु मन्दिर छ र त्यता गयौँ। पहिले अगाडि नै तुलसी मोड, उता साइडमा बुइनी फुल टेक्नु भन्दै गयो तर उहाँ फुल सकेको थियो र म भित्र पसेँ ढोगेर घन्टी बजाएर। र लक्ष्मी नारायणजीको मूर्ति छ यहाँ, कति राम्रो छ। त्यहाँ पनि ढोग गऱ्यौँ यसो फुल चढाएर। अनि यसो एक राउन्ड मोबाइल घुराइदिएँ। अब मन्दिरको राउन्ड देखाइदिएँ र मन्दिर लक गरेर हामी पनि। अनि यहाँ हनुमानजीको मूर्ति रहेछ र त्यहाँ ढोगेँ म। अनि उता तुलसी मातालाई पनि ढोग राखेर बुइनी यता ढोग्दैछ। र मन्दिरमा पूजा पनि गरिसकेर हामी घर जान भन्दै निक्ल्यौँ। र यहाँ बाटोमा एकजना आन्टीलाई भेटेर आन्टी नमस्ते। हुन्छ त गाइस, आजको भिडियो यतिमै एन्ड गर्दैछु। बाई बाई।